मातृभूमि केवल शब्द मात्र होइन, यो एउटा आवाज हो, एउटा मौन तर गहिरो भावना। आफ्नो मातृभूमि छाडेर जान कसैको पनि मन हुँदैन। जीवनका अनेक मोट बाध्यताहरूले मानिसलाई त्यो बाटो रोज्न बाध्य बनाउँछ। विदेशमा गएर पैसा कमाएर पठाउनु पाए तिम्रो यो चाउरी परे अनुहार चम्किन्थ्यो कि? देश छोड्दा पनि मनभित्र एउटा प्रश्न निरन्तर बाँकी रहन्छ, के म फर्केर आउँछु त? केही फर्किन्छन्, केही फर्कन सक्दैनन्। यद्यपि केही यस्ता व्यक्तित्वहरू छन् जो विदेश त पुगे तर नेपाल सधैँ उनीहरूको मनमा रहिरह्यो। उनीहरूको यात्रा टाढा पुगेको हुन सक्छ तर नेपालसँगको नाता कहिल्यै टुटेन। आफ्नो माटोमा केही गर्छु भन्ने सपना, समर्पण र साहस बोकेका यिनै महान व्यक्तित्वहरूको कथा हो यो श्रृङ्खला।